हेलो 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 भन्नु न साह्रो साथी हो चाहिँ होइन सो यस फेरि पनि हेलो एन्ड नमस्ते वेलकम ब्याक टु माई न्यू भिडियो आई होप सबैजना चाहिँ आरामै हुनुहुन्छ होला अनि म पनि एकदम फिट एन्ड फाइन छु साथीहरू अनि फेरि पनि स्वागत छ हजुरहरूलाई मेरो अर्को नयाँ भिडियोमा सो अस्ति भर्खर मैले एउटा भिडियो हालेको थिएँ धरेर आएको होइन अनि सो अनि आज चाहिँ शनिबार एक हप्ता अगाडिको त्यो चाहिँ होइन अनि मैले अस्ति चाहिँ हालेको थिएँ किनकि एडिटिङको काम पुरै सकेको थिएन सो त्यही भएर मैले अलिक लेट हालेको थिएँ सो अनि आज पनि फेरि अर्को नयाँ भिडियोको साथमा म फेरि पनि उपस्थित भइसकेको छु म स्मृति परियार है अनि यिनी चाहिँ रिसाएर बसेका छन् किनभने आज हामी चाहिँ म र मेरो बाबा चाहिँ गोर्खा जान आएको सो भोलि पूजा छ हाम्रो घरको पूजा छ सो त्यही भएको कारणले गर्दा चाहिँ हामी दुईजना जाँदैछौँ अनि उहाँ गएर खेत पनि रोप्ने भन्नुभएको छ सो अबको भिडियो चाहिँ झन् नयाँ नयाँ आउँदैछ हजुर आज बिदा हो अनि तिमी आमासँग बस दिदी जान्छु ओके अनि उनी चाहिँ गोर्खा जानु पाएन भनेर रोइरहेकी छिन् रोइरहेको भन्दा पनि रिसाइरहेको छिन् होइन अनि मैले कपडा झिकेर लिएर आएको म पनि जान्छु रे अनि नाइ तिमी यहीँ बस्नु हो भनेको नाइ म त फोरी भएर हिँड्छु रे त्यस के अरे मलाई लानु भएन होइन म फोरी भएर हिँड्छु रे साथी तरिका हो सो त्यही हो अब अनि म चाहिँ अब रेडी हुन लागेको यहाँ अनि म चाहिँ आएर रेडी हुन चाहिँ लागेको साथीहरू सो अब गाडीमा जाने हो त्यस्तो रेडी त मलाई के पनि हुनु पर्दैन होइन अलिअलि चाहिँ गरौँ भनेर चाहिँ कपाल सपाको चाहिँ गर्छु होइन सो भेजिटेरियन खाएर साथीहरू भइसकेको छु अहिले चाहिँ होइन मैले खानासाना पनि खाइसकेँ अनि यता चाहिँ माम खाँदै हुनुहुन्छ मेरो मैयाले है हेलो 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 बेबी आज तिमीहरूलाई छोडेर म 3 दिनको लागि जाँदैछु 3 दिनको लागि कति न खुसी भयो एक्जाम भएपछि आउँछु कति नै यो चाहिँ खुसी भएर क्या अझ म जाने भनेर क्या खुसी हुन्छ नि त फेरि है कसको भाइ हुनुहुन्छ भएछ यसरी मैले छोडेर दिदीले छोडेर जाँदा खुसी हुने आज बिदा मलाई यसको बानी लगाइसकेको भन्दा छोड्नु मन लागेन ल अनि कसरी सुत्छ होला राति कसरी सुत्छ होला है म सोचेतिर भने नि त छोड्न अनि कसरी सुत्छ होला ए साथी 10 बजे क्राक्कै 10 बज्यो अहिले सब बाबा निस्किने छाटका छैन म 2 घन्टा भइसक्यो म यहाँनिर त्यो रेडी भएर बसेको होइन रेडी भएर बस ढिला हुन्छ भन्ने आफै लास्टमा अहिले आफै ढिला गर्नुभयो होइन सो त्यही हो अनि अब चाहिँ हामी निस्किन्छौँ बाई बाई ए हेलो स्वागत छ तिमीलाई मेरो नयाँ भिडियोमा थ्याङ्क यू भन न बाई बाई फेरि हल्ला गर्ने होइन नि फेरि त्यहाँ पिटाइ भेट्छ फेरि हारे बाबा छिटो निस्किनु भने यहाँ चप्पल छ यहाँ एउटा झोला यो एउटा रेडी छ यहाँ चाहिँ कपडाहरू छ मेरो सल भइगयो यो सल चाहिँ मगाउने भइगयो अनि यहाँ चाहिँ बाबाको चप्पल छ मेरो चाहिँ यहाँ छ सो अब चाहिँ हामी निस्किन्छौँ साथीहरू सो धेरै एक्साइटेड छु म चाहिँ आज चाहिँ है किनभने आज हजुरआमालाई पनि भेट्नुपर्छ खै यता हेर्नु त उता झिकिरहेको देखा त त्यो उता चप्पल हाल्यो हाल्छ के हाले है यो पनि हाल्नुपर्छ नि त टी सर्ट राख यो चाहिँ लाउनु क्या यो चाहिँ राम्रो देखिन्छ झन् यो हेर्नु त यहाँ कस्तो दाग छ त्यो लाउनु
यामा हो के बोकेर हिँड्नेहरू उहाँ छैन र घर बोरा घरै भयो थुप्रो राखे के भयो तँलाई चाहिँ फेरि अन्त नहुने त्यहाँ नुहाउँदिन हिँड्ने त्यहाँ नुहाउनुपर्छ भोलि छुट्टी 10:30 बजे हो है हाम्रो बाबा दादा एकचोटि आउटफिट देखाउदिनु न त्यो नलाउनु पहिला हाम्रो बाबाको आउटफिट बडी देखाएर क्या हाम्रो बाबाले जिम गर्नु भएको नि अफिसमा त्यही भएर नि हजुर ल भयो हेलो बाई बाई बाबु ए बाबु बाई उठ न एकचोटि दिल्ला चुप्प नगर्ने बाई विल यु मिस मी ल बाई ल साथीहरू गएको यो रुमलाई 3 दिन जतिलाई सो साथीहरू हामी चाहिँ अहिले चाहिँ यहाँ चाहिँ ठ्याक्क चोकमा आइपुग्यौँ अब यहाँ गाडी चाहिँ कुरेर बसिरहेको छु म चाहिँ बाबा चाहिँ उता एटिएम जानुभएको छ पैसा झिकाल्नुको लागि सो म चाहिँ यहाँ गाडी कुरेर बसिरहेको छु थाहा छैन कतिखेर गाडी आउँछ यही छ क्या साथीहरू अब आफ्नो साधन नभएपछि गाह्रो हुन्छ गाडी कुर्नु पऱ्यो कतिखेर आउँछ थाहा हुन त स्टेटी नै साथी मेरो अनुहार देख्नु सो साथी हामी चाहिँ अहिले सल्याङ घाट भन्ने ठाउँ आइपुग्यौँ होइन अनि अहिले चाहिँ खाना खानेलाई चाहिँ रोकेको म चाहिँ केही पनि खान्न म बाटोमा हिँड्दाखेरि यस्तो खाँदिनँ यति धेरै गाह्रो भएर म चढेदेखि सुते भएको भएर चाहिँ म चाहिँ भ्लग पनि बनाएको थिइनँ गाडीमा सोनी अहिले बनाएको अनि यहाँ चाहिँ कस्तो राम्रो इन्भाइरोमेन्ट छ क्या तल चाहिँ खोला अनि वरिपरि चाहिँ यहाँ हरियाली देख्नु भयो पछाडि तपाईँहरूलाई म यहाँको देखाऊँ ल हेर्नुहोस् यस्तो छ यहाँनिर यो फुलहरू पनि कस्तो राम्रो छ वाउ यहाँ पिङ्क पनि छ यता ल ठिक छ त्यसो भए यस्तो दामी छ नि त अनि नि साथी हामी चाहिँ गोर्खा चाहिँ हजुरबा र हजुरआमालाई सरप्राइज गर्नको लागि जाँदैछौँ हामीले भनेको छैनौँ कि हामी आउँदैछौँ भनेर सो उहाँहरूको रियाक्सन कस्तो हुन्छ हिजो बाबाले भन्नुभएको थियो अनि मैले फेरि के सोचेँ भने होइन भो नआउने भन्नु अनि त्यसपछि हामी भोलि एकैचोटि पुगेर सरप्राइज दिने भनेर चाहिँ भनेका छौँ सो उहाँहरूलाई चाहिँ भनेको छौँ सो लेट्स सी आई वेटिङ फर रियाक्सन सो म चाहिँ केही पनि खाँदैन म चाहिँ अब गाडीमा नै गएर बस्छु मसँग पाउँछ म त्यही खान्छु है त्यो साथीहरू हामी चाहिँ घरमा उत्रिसकेका होइन अनि अब हजुरबा हजुरआमा हुनुहुन्छ कि हुनुहुन्छन् छैन क्या हो बन्द हो हजुरआमा त छैन बन्द छ ढोका त कता पो हो अब अङ्कलहरू यहाँ सरसङ भयो क्या छैन आमाहरू त ढोकै बन्द छ के सरप्राइज दिन आए मान्छे हामी उल्टै सरप्राइज भयौँ हामी आफै सो हाम्रो यो बाख्रा यो चाहिँ ब्याउनी छ कतिवटा पाउँछौ मेरो बाख्रो कतिवटा पाउँछौ यता हेर न यता हेर न यता तेरो नखा हेर न ल ल ल ला मेरो बच्चालाई मलाई मेरो सानोको याद आयो मेरो मुसीको याद आयो होइन बहिनीको याद आयो फेरि के गर्नु त्यसको त मलाई बानी लगाइसकेछु भनेको साँच्चै भने अब भरे अब राति मसँग सुत्छ नि त सधैँ अनि कसरी सुत्ने जस्तो चाहिँ भइरहेको छु म चाहिँ चिन्ता नगर भोलि तिम्रो पालो हो भोलि पूजान भाले त्यही हो के सो
अब उल्टै हामी सरप्राइज उही खरायो उही आयो मलाई देखेर आएको तिमी आऊ 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 ल ल ओइ हेर्नु कति राम्रो समाउनु पाए नि हुन्थ्यो हेर्नु न साथी हेर्नु न कता कता गयो हेर्नु न अब त हेर्नु समाउनै सक्दैन छ्या बिजेत मेरो हेर्नु समाउनु आइज यता ए होइन अबे हाउ मैले बच्चा उही टोक्दैन यसले कति राम्रो हेर्नु न अब यसलाई म उयो चाहिँ खानिदिन्छ खा बाबा सरप्राइज दिन आए मान्छे उल्टै सरप्राइज भयो होइन त खुल्ला ल भित्र गएर चाहिँ ढोका खोल्दै गर्नु त आएर बाबा चाहिँ ढोका कता कता खोल्दैछ हेर्नु न मलाई खुट्टा सुन्ने छ के खुट्टा होइन झुन्डाएर सुन्ने कस्तो दुखे छ कस्तो आँखा नि कस्तो रातो हो सन्चै हुनुहुन्छ ए भर्खरै आएको त हो नि हजुर भर्खरै आयो हो अब हजुरआमाहरू हुनुहुन्न रहेछ ए आज रोप्ने पो हो ए अब कतिखेर पो आउनुहुन्छ त अब बेलुका कति बेला हो अब ला यस्तो छ पारा ल ठिक छ त्यसो भए केही छैन आज रोपाइ र त बाबा मेरो क्युटी हो मेरो क्युटी हेर्न कस्तो मजाले उफ्रेको अझै हेर्न सो साथीहरू त्यही हो अब म एकैचोटि अब खानासाना पनि बनाइराख्नु पऱ्यो अब हजुरआमाहरूको रोपाइ रे आज होइन अब हामी नै रोप्ने भनेको थियौँ हामी नै रोप्ने भनेर आएको अब केही छैन हजुरआमाले रोप्नुभयो अरे आज सो अनि अब म चाहिँ खानासाना बनाउँछु अन्त एकैचोटि घरै आएर क्या होइन खानासाना बनाइराखिदिने होइन अनि हामी चाहिँ लुक्ने क्या हामी लुक्ने अनि खानासाना चाहिँ बनाइराखिदिने क्या ला कसले बनायो होला भन्ने हुन्छ नि कसो कुकुर हो यो बाख्रा है खोइ कहाँ पो गयो ए त्यो नमस्ते आन्टी सन्चै हुनुहुन्छ अहिले भर्खर आदिन न एउटा खाने बाबा के छ भाउजू हालखबर घरमा छ र नि मासु ल्याएर पकाउने टोक्दैन यसको जुङ्गा चाहिँ कस्तो साह्रो हुँदो रहेछ त आमा चैत हो नि त है साथी हेर्नु त हावा चलेर पानी पर्ला जस्तो भयो त हेर्नु त त्यहाँ आमा हजुरआमाहरू आउनु भएन कहाँ गयो यस्ताहरू चलेछ ऊ कहाँको हो त्यस्तो करा तनापो हो त साथी कहाँ हो आमा अहिले आमा आउनु भयो होइन त्यसो हेर्नु कति ढिलो गरेर त जाने रोसिका कति फेरि बसिरहनु पर्छ नि त त्यहाँभित्र को हो क्या खोसा खोसा गरेर जाऊ त बत्ती गयो भने भित्र सुन्यो त खोइ हेर त जाऊ त म डराएर भित्र पसे होइन खोइ त हजुर बाबु
पानी रहन्छ भात त पकाइदिए तरकारीहरू म त केही भेटिनँ तनी गा खेता मारिहाल्यो कहाँ त्यो मुदो त्यो बाँधुलाई कस्तो चर्काउने रोकिदिनु भनेको थियो भोलि पल्ट आउन लगाइहाल्यो रात परिहाल्यो जाँदा नि बिहान अमेर गयो हामी त राजा भाले अहो कति नै बुहारी सोध्ने भएन बुहारी राजा को कहाँ गयो गोर्खा कालका मन्दिर जारे गहाकै बत्ती गहा आबै हामी आज थाहा थिएन भनेको थियो भन्नु त अनि ठुलिया बेला आज त आउँछ होला है ठुलबाबा भनेको थियो अनि आउँदैन कि आउँदैन भने अनि लास्टमा भित्र आयो म चाहिँ को रहेछ को ढोका खोले होला भनेर भित्र बसेको त यो अनि ठुलबाबा भयो अनि ठुलबाले नभन है चुप्प लाएर बस है ल तरकारी के पकाउने हो दाल बस्दाखेरि दालै भेटिन कहाँ खा दाल त्यहीँ पोर्खान छ नि त मैले त भेटिनँ मैले त भात पकाइसकेँ सानो कुकुर पकाउनु हुन्छ दाल ल दाल झिक्दो अनि दाल भाँडा त जम्मै जुठो छ होला खोइ कहाँ बाहिरै छ कहाँ आधी भाडा त डोकोमा ठिक छ डोको बाहिर लिएर आउँछ नानी ल तरकारी लिएर आइदेऊ कता कता के छ गर्छौ ओहो हो के हो तारा तिमीहरूको यो दुइटा ट्विन्स हेर्नु न दुई ठाउँमा बस न एक ठाउँमै बस न दुईजना ल न आऊ न ल बाहिर हिँड्नु बाहिर अलिकति भयो नि उज्यालो भयो बत्ती गएर साथी के मेरो अङ्कलको छोरीहरू होइन 3टा छोरी 2टा चाहिँ ट्विन्स सँगै यता ल दुईजनाले नाम भन त छाता कहाँ रहेछ ए गङ्गा तिमी हो अनि ऊ नाकको सिएन फाल्नु पर्दैन म चाहिँ रोसिना ऊ चाहिँ जेठी हो यस्तो है जेठी माइली कान्छी तर हामी यो दुइटाले चाहिँ मोटु बद्लु भन्छ भाइ त यो मोटु यो सो साथीहरू यो चाहिँ नेक्स्ट डे रहेको छ नेक्स्ट डे मर्निङमा रहेको छ सो गुड मर्निङ भनौँ के भनौँ होइन सो यो चाहिँ योभन्दा अघिल्लो यो चाहिँ भिडियोको इन्डिङ भिडियो हो होइन किनकि मैले हिजो बेलुका इन्डिङ गर्न बिर्सेको छु अहिले एडिट गर्दा चाहिँ बल्ल थाहा पाएँ सो इन्डिङ गर्न बिर्सेको छु अनि इन्डिङ गर्न बिर्सेको छु किनभने यस्तो भएको थियो क्या अब हिजो हतार पनि थियो मलाई कस्तो गाह्रो पनि भइरहेको थियो अनि त्यही भएर चाहिँ हजुरबाले हेरेर हाँसिरहनु भएको छ सो गाह्रो पनि भइरहेको थियो अनि पानीहरू परिरहेको थियो नि त पानी परिरहेको थियो अनि हाउरिरहेको थियो त्यही भएर चाहिँ मैले बिर्सेको छु सो आइएम सरी त्यही भएर चाहिँ अहिले बिहान चाहिँ इन्डिङको लागि चाहिँ भिडियो स्टार्ट गरिरहेको छु मैले सो यतिन्जेलसम्म हेरेर साथ दिनुभएको छ भने हजुरहरूलाई धेरै धेरै धन्यवाद अनि लाइक कमेन्ट सेयर सब्सक्राइब पनि गरिदिनु होला भन्दै आजको भिडियो चाहिँ यतितिर अन्त्य गर्न चाहन्छु बाई बाई साथीहरू अनि नि अब यहीँनिर चाहिँ मैले अर्को भिडियो चाहिँ आजको भिडियो चाहिँ होइन भोलिको भिडियो चाहिँ स्टार्ट गरिरहेको छु सो बाई बाई साथी